हेलो गाइज, आज चाहिँ हाम्रो मोमो बनाउनु तयारी हुँदैछ। त्यसको लागि म रेडी गर्दैछु प्याज। मैले प्याज केलाइसकेँ, अब यता लसुन पनि केलाउँदैछु। हामीहरू चाहिँ आज मोमो बनाउन गइरहेछौँ। यसरी बन्दा यसरी कचक कचक फुल्केर। अब हेर्नुहोस्, हाम्रो घरमा यहाँ भेज र नन भेज दुई छन्। भेजलाई बन्दा, नन भेजलाई उठ्ने चिकन छ। अब ल काट चाहिँ यति बन्दा यहाँ कोरी चाहिँ दिनु सक्नुहुन्छ। अब यहाँ अचारको लागि बदाम भुटिँदैछ, देख्न सक्नुहुन्छ यसरी। अब यसरी एकदम तरिकाले हामी यहाँ मोमोको रेसिपी बनाउँदैछौँ। म चाहिँ बिएमसीमा काम गर्ने भएर म चाहिँ बिएमसी मसला नै युज गर्छु। यस्तो छ है, यहाँ चाहिँ पिठो है पुरै बन्दा रेडी भइसकेको छ। अब यहाँ चाहिँ प्याज र यता अब प्याज र बन्दा दुईटा मिसाएर एकबाट। अब यहाँ लसुन नि चाहियो, लसुन नि छ। अब म यहाँ रेडी गर्दैछु यसरी। यो चाहिँ थोरै खोर्सानी पनि पिरोको लागि। र म चाहिँ यहाँ पुरै भटमास फुक्दैछु। अब भटमास, कालो भटमास चाहिँ स्वादको लागि हो। यो पनि हाम्रो घरमा चाहिँ धेरै मान्छे यो भेज मोमो मन पराउँछन्, त्यही भएर भेजको लागि चाहिँ यो पनिर चिज बटर भनौँ न के हो, पनिर चिज बटर सबै छ यहाँ मिक्स है। यसरी त्यहाँ उता भटमास पनि डढिरहेछ। भटमास पनि डढिरहेको। ल अब चाहिँ हाम्रो चिकन र भेज मोमोको लागि अब पुरै तयार हुँदैछ यसरी। अब मोमो मिठोको लागि यसो अजिनामोटो नि हाल्नु पर्यो, नुन पनि हाल्ने होइन। नुन हाल न, धेरै हाल। ल यो चाहिँ अब चिकनको लागि भेज हाम्रो यहाँ रेडी भइरहेको चिकन। अब यो किमा, चिकन किमा। टेस्टी टेस्टी, द टेस्टी इज द बेस्टी। यो चाहिँ अब अचारको लागि गोलभेडा हुँदैछ। यहाँ अचारको लागि बन्दैछ। यो चाहिँ भेज मोमोको लागि, त्यो चिकन मोमोको लागि किमा। यहाँ अचारको लागि यसरी रेडी हुँदैछ। यहाँ चाहिँ हाम्रो अचार चाहिँ बिजु आऊ न, किन भने के भयो? हेलो गाइज, आज हामीहरु चाहिँ मोमोको तयारी गर्छौं। उता कुकरमा चाहिँ हाम्रो मोमो बागिरहेको छ। सिगार पलाएर सुन नगर पक्का खाने। मेरो उति है सक्छ म